नमस्कार, म डाक्टर सुरेन्द्र अर्याल। आज म यो आशिष बुक पब्लिकेसन हाउसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यसले थालनी गरेका विभिन्न लोकसेवा आयोगसँग सम्बन्धित विभिन्न शिक्षक उपशिक्षकका साना साना भिडियोहरू मार्फत अध्ययन गर्ने भाइ बहिनीहरूको लागि उपयोगी सामग्री पस्किने सिलसिलामा म आज मूलतः शाखा अधिकृतको दोस्रो पत्रमा आधारित धेरै विद्यार्थी भाइ बहिनीहरूलाई कन्फ्युजन भएको र मलाई पटक पटक चाहिँ नि क्वेसन सोधिरहने विषयवस्तुको बारेमा सामान्य जानकारी गराइरहेको छु। दोस्रो पत्रको चौथो खण्डमा त्यहाँ दुईवटा शीर्षकमा चाहिँ नि पाठ्यक्रम चाहिँ तय गरेको छ। एउटा सार्वजनिक वित्त व्यवस्थापन नेपालको योजना र बजेट प्रणाली भन्ने छ, अर्को चाहिँ नि वित्तीय व्यवस्थापन र सामाजिक उत्तरदायित्व भन्ने शीर्षक अन्तर्गत चाहिँ नि दिएको छ। भाइ बहिनीहरूलाई धेरै कन्फ्युजन केमा मैले पाएँ भन्दाखेरि चाहिँ नि वित्तीय व्यवस्थापन र वित्त व्यवस्थापनमा के फरक हो भनेर चाहिँ मलाई बारम्बार चाहिँ क्वेसनहरू पनि साथीहरूले भाइ बहिनीहरूले गर्नुहुन्छ। यसलाई कसरी बुझौँ भन्दाखेरि सामान्य हिसाबले वित्तीय व्यवस्थापन भनेको असाध्यै वृहत अवधारणा हो। यस अन्तर्गत मुलुकका समग्र वित्तीय प्रणालीको व्यवस्थापन भन्ने बुझ्नुपर्छ हामीले, जस अन्तर्गत ब्याङ्किङ सेक्टरको कुरा आउँदा, बिमा कम्पनीहरूलाई व्यवस्थित गर्ने कुराहरू आउँदा, पुँजी बजारलाई व्यवस्थित गर्ने कुराहरू आउँदा, नेपाल सरकारको वित्त प्रणाली, सार्वजनिक आय, सार्वजनिक खर्च र सार्वजनिक ऋणका विषयवस्तुहरू पनि त्यसमा चाहिँ समावेश गर्नु पर्ला। मुद्रा बजार, पुँजी बजारका विषयहरू चाहिँ त्यसमा समावेश गर्नु पर्ला। भनेपछि समग्र मुलुकको वित्तीय प्रणालीलाई यसलाई व्यवस्थापकीय आयामबाट सञ्चालन गर्ने हाम्रो जस्तो लुथर गुलिकको दृष्टिकोणले भन्दाखेरि यसका कार्यहरू प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, डाइरेक्टिङ, कोअर्डिनेटिङ, बजेटिङ, रिपोर्टिङलाई हामीले एउटा व्यवस्थापनका कामको रूपमा हामीले दिन सक्छौँ। ती सबै वित्तीय प्रणालीलाई चाहिँ हामीले यो व्यवस्थापकीय आयामबाट व्यवस्थित गर्ने विषयलाई हामीले चाहिँ समग्रतामा चाहिँ वित्तीय व्यवस्थापनको रूपमा हामीले अर्थाउनुपर्छ भने सार्वजनिक वित्त व्यवस्थापन अन्तर्गत मूलतः सङ्घ प्रदेश र स्थानीय तहका सार्वजनिक निकायहरू, त्यसभित्र पनि सरकारी निकायहरूले सङ्कलन गर्ने आय, सार्वजनिक व्यय र सार्वजनिक ऋणको व्यवस्थापनलाई हामीले चाहिँ बुझाउनुपर्छ। मूलतः सरकारी बजेट मार्फत चाहिँ नि व्यवस्थित गरिने चाहिँ विषयवस्तुहरू सार्वजनिक वित्त व्यवस्थापनको विषय हो भने समग्रमा चाहिँ नि वित्तीय प्रणाली, वित्तीय क्षेत्र, ब्याङ्किङ क्षेत्र, पुँजी बजारका लगायतका विषयहरूलाई समेट्ने विषय चाहिँ वित्तीय क्षेत्रको व्यवस्थापन हो। र यसैले हेर्दाखेरि हामीले के बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ नि सार्वजनिक वित्त व्यवस्थापन पनि वित्तीय व्यवस्थापनको एउटा अङ्ग हो भनेर भन्न सकिन्छ र वित्तीय व्यवस्थापन चाहिँ नि असाध्यै व्यापक दृष्टिकोण हो र त्यसभित्र चाहिँ नि सरकारी क्षेत्रको चाहिँ नि वित्तीय स्रोत साधनहरूको चाहिँ व्यवस्थापन सार्वजनिक वित्त व्यवस्थापन हो भन्ने बुझ्नुपर्छ। र यसमा अलिकति त्यो कोषमा दिएको आधारले के छ भन्दाखेरि वित्तीय व्यवस्थापन र सामाजिक उत्तरदायित्वको चाहिँ कुरा गरिरहेको छ। सामाजिक उत्तरदायित्व वित्तीय क्षेत्रका चाहिँ नि निकायहरू खालि नाफामुखी मात्रै हुनु हुँदैन, उनीहरूले गरेको नाफाको केही हिस्सा चाहिँ सामाजिक उत्तरदायित्वमा चाहिँ नि पनि खर्च गर्नुपर्छ भनेर एउटा कानुनी आधारमा चाहिँ तोकिदिएको हुन्छ र त्यस अन्तर्गत चाहिँ उनीहरूले समाजप्रति निर्वाह गर्नुपर्ने उत्तरदायित्वका विषयहरू सामाजिक उत्तरदायित्वका विषय हुन् र मूलतः त्यो चाहिँ सरकारको सामाजिक उत्तरदायित्व भन्दा पनि वित्तीय सरकार बाहेकका अन्य वित्तीय क्षेत्रमा चाहिँ संलग्न हुने निकायहरूको चाहिँ सामाजिक उत्तरदायित्व विषय हो। जसरी मैले बारम्बार भनिरहेको छु, हामीले यी भिडियो क्लिपहरू चाहिँ नि आशिष पब्लिकेसनको पनि एउटा सामाजिक उत्तरदायित्वको भित्रका विषयहरू हो, ताकि अध्ययन गर्ने भाइ बहिनीहरूले चाहिँ यसबाट चाहिँ नि निःशुल्क रूपमा चाहिँ नि अध्ययन सामग्री चाहिँ नि अध्ययन गर्न पाउनुहोस् भन्ने दृष्टिकोणले चाहिँ नि यो बनाए जस्तै यो वित्तीय क्षेत्रका चाहिँ नि निकायहरूले पनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने दृष्टिकोणले चाहिँ नि त्यो क्षेत्रको सामाजिक उत्तरदायित्वको विषय हो। यस अर्थले वित्तीय व्यवस्थापन र सामाजिक यो सार्वजनिक वित्त व्यवस्थापनलाई यो ढङ्गले चाहिँ केही फरक आयामबाट बुझ्नु पर्ला भन्ने मेरो निवेदन गराइ सायद मैले आगामी दिनमा अरू विषयहरूमा थप स्पष्ट पार्दै जानेछु र आजको लागि यति नै भने सुनिदिनु भयो। यहाँहरूको लागि धन्यवाद।